आकाशको मझेरीबाट हामी आएका छौँ। घटना, परिवेश र विचारको मन्थन गर्न कार्यक्रम तपाईको विचार विनयसँग। कार्यक्रम तपाईको विचार विनयसँग हरेक सोमबार अमेरिकी समय साँझ 8:15 बजे, नेपाली समय मंगलबार बिहान 7 बजे इनेपाली.com को फेसबुक पेजमा आएर मंगलबार साँझ 8 बजे रेडियो साइनो 89.8 मेगाहर्ज र साइनोन्यूज.com मा। नमस्कार आदरणीय महानुभावहरू, कार्यक्रम तपाईको विचार विनयसँगको आजको यो अर्को श्रृङ्खला लिएर म सञ्चालक विनय अर्याल उपस्थित भइसकेको छु। दर्शक एवं श्रोता महानुभावहरूले सधैँ जस्तो आज पनि हामीहरूलाई इनेप्लिस.com, खबरमाला.com र साइबरहेडलाइन.com मा संसारभरिबाट हामीलाई प्रत्यक्ष रूपमा हेरिरहनु भएको छ भने 89.8 मेगाहर्जको रेडियो साइनोमा पनि यहाँले हामीलाई सुन्नुहुनेछ। त्यस्तै गरी अभियान टेलिभिजनमा पनि यहाँले हामीले हेर्नुहुनेछ भने साइनोन्यूज.com र तपाईको विचार विनयसँगको कार्यक्रम युट्युब च्यानलमा यहाँले पनि हामीलाई हेर्न र सुन्न सक्नुहुनेछ। त दर्शक एवं श्रोता महानुभावहरू, सधैँ जस्तो आज पनि एकजना अतिथि र अतिथिसँग सम्बन्धित विषयवस्तुमा नै कुराकानीको लागि उपस्थित भएको छु र आजको मेरो एकजना अतिथि हुनुहुन्छ, एकजना राजनीतिज्ञ हुनुहुन्छ र उहाँले सिधा नेपालको काठमाडौँबाट मसँग जोडिनु भएको छ। नेपाली काङ्ग्रेसको बैठक चलेको लगभग धेरै 2 महिनैभन्दा बढी भइसक्यो। यो बैठकका निर्णय र आगामी महाधिवेशनको बारेमा बैठक लम्बिरहेको थियो र भर्खरै मात्र आजको बैठकले आगामी महाधिवेशन पौष मसान्तभित्र गर्ने निर्णय गरेको छ। यो के कसरी हुँदैछ, कसरी यो निर्णयमा पुगियो भन्ने बारेमा कुराकानी गर्नका लागि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कल्याण कुमार गुरुङ आज मेरो अतिथि हुनुहुन्छ। उहाँ नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ। कल्याणजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत गर्दछु। नमस्कार। धन्यवाद विनयजी, नमस्कार। आराम हुनुहुन्छ नि? आरामै छु। कल्याणजी एकदमै व्यस्त हुनुहुन्छ। अब अधिवेशनको पनि तय भएको छ, यो विषयमा पनि यति व्यस्त समय पनि यहाँले समय दिनुभएको छ कुराकानीका लागि। म सुरुमै यहाँप्रति हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु र म अब आज कुराकानीतिर प्रवेश गर्न चाहेँ। कल्याणजी, अब अन्ततोगत्वा के पुष मसान्तभित्र नै काङ्ग्रेसको अधिवेशन हुने भयो नि, होइन त? हो, आज नेपाली कङ्ग्रेस केन्द्रीय कार्य समितिको बैठक नेपाली कङ्ग्रेसका कार्यवाहक सभापति श्री पूर्णबहादुर खड्काज्यूको सभापतित्वमा बस्यो र नेपाली कङ्ग्रेसको केन्द्रीय कार्य समितिको बैठकले सर्वसम्मत रूपबाट नै पुष 26, 27 र 28 गते नेपाली कङ्ग्रेसको 15औं केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ र 15औं महाधिवेशनको सम्पूर्ण कार्यतालिका पनि प्रकाशित गरिसकेको छ र माघसम्म चाहिँ सम्पूर्ण तहको कार्य समितिहरूको म्याद थप पनि गरेको छ आजको बैठकले। अब यो यति सजिलो निर्णय रहेछ, यति सजिलो निर्णयमा आइपुग्नको लागि नेपाली काङ्ग्रेसलाई यत्रो समय लाग्यो, यत्रो विवाद अल्झ्यो, यत्रो उल्झन भयो, के भयो कल्याणजी? कसरी यो निर्णयमा पुग्यो आज? मूलत तीनवटा कुरा चाहिँ प्रमुख थिए। एउटा चाहिँ यो चुनाव फागुन 21 गते चुनाव घोषणा भयो। फागुन 21 गतेको चुनावलाई पहिलो प्राथमिकतामा राखौँ र फागुन 21 गतेको चुनावपछि वैशाखमा गएर केन्द्रीय महाधिवेशन गरौँ भन्ने एउटा प्रस्ताव आएको थियो। त्यसै गरी दोस्रो प्रस्ताव होइन, चुनाव अगाडि पुसमा चाहिँ गरौँ भनेर पुसको प्रस्ताव आएको थियो। पुसको 16, 17, 18 गते यसरी गरौँ भन्ने प्रस्ताव आएको थियो र अर्को विशेष महाधिवेशनको मागसहित केही साथीहरूले आवाजहरू उठाइरहनु भएको थियो। यी तिनै कुरालाई हामीले सम्बोधन गर्नुपर्ने थियो र आदरणीय पार्टी सभापति श्री शेरबहादुर देउवाज्यूले अत्यन्त मेहनत गर्नुभयो, अथक प्रयास गर्नुभयो र आदरणीय सभापति श्री शेरबहादुर देउवाज्यू र आदरणीय कार्यवाहक सभापति श्री पूर्णबहादुर खड्काज्यूको अथक मेहनत, प्रयास र अधिकतम लचकताको कारणले आज सर्वसम्मत रूपबाट नेपाली कङ्ग्रेसको 15औं महाधिवेशन पुसको 26, 27 र 28 गते निर्णय जुन केन्द्रीय कार्य समितिले गरेको छ अत्यन्तै महत्त्वपूर्ण छ र यो निर्णय गरे सँगसँगै नियमित महाधिवेशन 15औं महाधिवेशनको मिति तोकिए सँगसँगै अब विशेष महाधिवेशनको सान्दर्भिकता, औचित्य चाहिँ अब समाप्त भइसक्यो र अब नियमित महाधिवेशनमा पार्टी प्रवेश गरिसक्यो। अब यो नियमित महाधिवेशन यहाँले भन्नुभएको चाहिँ पार्टी प्रवेश गरिसकेका छ, तर विशेष महाधिवेशनको माग गरिएको
त्यो मुद्दा अथवा त्यो चाहिँ अझै जीवितै छ भनेर भनिरहनु भएको छ विशेष महाधिवेशन डिमान्ड गर्ने सदस्यहरूले केन्द्रीय सदस्यले के भन्नुहुन्छ तपाईँ यो विषयमा? विधानको धारा 17 को उपधारा 1 अन्तर्गत नियमित अर्थात् 15 महाधिवेशनको कार्यतालिका प्रकाशित भइसकेको छ र 15 महाधिवेशनको मिति पुसको 26, 27 र 28 गते गर्ने भनेर तोकिसकेको स्थितिमा अब राजनीतिक रूपले र वैधानिक रूपले यो विधानको धारा 17 को उपधारा 2 अन्तर्गत जुन विशेष महाधिवेशन मागिएको छ त्यसको राजनीतिक र वैधानिक सान्दर्भिकता र औचित्य अब समाप्त भइसक्यो। अब नियमित महाधिवेशन घोषणा भइसकेको पछि यो विशेष महाधिवेशनको सान्दर्भिकता औचित्य कहीँ पनि रहँदैन। त्यसैले नियमित महाधिवेशन घोषणा भइसकेको कारणले विशेष महाधिवेशनको सान्दर्भिकता पनि औचित्य पनि राजनीतिक रूपमा र वैधानिक रूपमा दुवै रूपमा यसको समाप्त भइसकेको छ। कल्याणजी, जस्तो तपाईँले भनिरहँदा पनि अब तपाईँ आफै पनि हिजोसम्म पनि भनिरहनु भएको थियो कि अब यो आगामी फागुन 21 को चुनाव पछाडि महाधिवेशन हुनुपर्छ, त्योभन्दा अगाडि महाधिवेशन सम्भव नै छैन भनेर तपाईँ आफू पनि लागिरहनु भएको थियो। अब 81 यो निर्णयमा हुँदाखेरि अब तपाईँ लगायत पछाडि चुनाव पछाडि महाधिवेशन हुनुपर्छ भन्ने साथीहरू अब सहमत हुनुभएको हो। आदरणीय पार्टी सभापतिज्यू को धारणा चाहिँ के थियो भने अब सर्वसम्मत निर्णय गर्नुपर्छ, सर्वसम्मत निर्णय गर्नलाई सबैजनाले सुझबुझपूर्ण रूपले अगाडि बढ्नुपर्छ भनेर आदरणीय पार्टी सभापतिज्यूले भन्नुभयो। त्यसै गरी आदरणीय कार्यवाहक सभापति श्री पूर्णबहादुर खड्काज्यूले अत्यन्त मेहनत गर्नुभयो यो सहमति जुटाउनको लागि। आदरणीय पार्टी सभापति श्री शेरबहादुर देउवाज्यूले पनि अत्यन्तै मेहनत, अत्यन्तै लचकता र अति परिश्रम गर्नुभयो। उहाँ दुवैको परिश्रमको फलस्वरूप आज सर्वसम्मत निर्णय भएको छ र यसमा नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पनि मेहनत गर्नुभयो र उहाँको मेहनत पनि यसमा चाहिँ महत्त्वपूर्ण छ। अब भनेपछि यो के आकलन पनि गरिएको थियो भने कतै विशेष महाधिवेशन भयो भने नेपाली कांग्रेस फुट्छ, यो कुरा पार्टी सभापति शेरबहादुर देउवाले पनि मनन गर्नुभएको भन्ने कुरा आइरहेको थियो। भनेपछि अब कांग्रेस चाहिँ फुट्नबाट अन्ततः जोगिएको हो यो निर्णयले? नेपाली कांग्रेस फुट्दैन र विशेष महाधिवेशनको गलत व्याख्या गरिएको थियो। नेपाली कांग्रेसको विधानको धारा 17 को उपधारा 2 बाट हुने विशेष महाधिवेशनलाई नेतृत्व परिवर्तन गर्ने कुनै पनि अधिकार थिएन र धारा 17 को उपधारा 2 मा विशेष महाधिवेशनको व्यवस्था त छ, तर त्यो विशेष महाधिवेशन कसरी गर्ने, के प्रक्रियाले गर्ने, के उद्देश्यको लागि गर्ने, कति समयको लागि गर्ने, कुन विधि र प्रक्रियाबाट गर्ने भन्ने नियावलीमा कुनै व्यवस्था थिएन, नियावलीमा बनिसकेको स्थिति थिएन। त्यसै गरेर कार्यविधि पनि बनिसकेको स्थिति थिएन। नियावली र कार्यविधि नभइकन चाहिँ विशेष महाधिवेशन हुन सक्ने सम्भावना पनि थिएन। त्यसैले उहाँहरूले जुन हल्ला चलाउनु भयो 17/2 बाट चाहिँ के अरे नेतृत्व परिवर्तन हुन्छ, वास्तवमा त्यो नेपाली कांग्रेसको विधान सम्मत धारणा नै थिएन। नेपाली कांग्रेसको नेतृत्व परिवर्तन हुन सक्ने दुईटा वैधानिक बाटो थियो। एउटा नेपाली कांग्रेसको धारा 26 मा केन्द्रीय सभापतिज्यूले राजीनामा दिइसक्नु भएपछि उपसभापति कार्यवाहक हुने र कार्यवाहक उपसभापतिले 6 महिनाभित्रमा विशेष महाधिवेशन बोलाएर केन्द्रीय सभापतिको निर्वाचन गराउन सक्ने एउटा धारा 26 मा व्यवस्था थियो भने अर्को धारा 44 मा अविश्वासको प्रस्ताव ल्याएर नेतृत्व या सभापति या पदाधिकारी विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्ने व्यवस्था थियो। धारा 26 अन्तर्गत 25% सभापतिको हकमा र 20% महाधिवेशन प्रतिनिधिहरूले पदाधिकारीको हकमा अविश्वासको प्रस्ताव ल्याउन सक्ने व्यवस्था थियो। यदि त्यो धारा 44 अन्तर्गत उहाँहरूले विशेष के अरे यो अविश्वासको प्रस्ताव ल्याएर नेतृत्व परिवर्तन गर्न सक्ने अवस्था थियो हैन। तर विधानको धारा 17 को उपधारा 2 लाई नेतृत्व परिवर्तन गर्ने या चाहिँ नेतृत्वप्रति अविश्वास प्रस्ताव लिएर आउने कुनै या नेतृत्वको चुनाव गराउने कुनै पनि अधिकार चाहिँ धारा 2 अन्तर्गत हुने विशेष महाधिवेशनलाई थिएन। उहाँहरूले यतावत हल्लामा चाहिँ मानिसहरूलाई चाहिँ भ्रम पार्ने कोसिस गर्नुभयो, जुन चाहिँ नेपाली कांग्रेसको लागि अत्यन्त दुर्भाग्यपूर्ण कुरा हो। अब नेपाली कांग्रेस एक भएर महाधिवेशन सम्पन्न गर्छ र एक भएर आगामी निर्वाचन जहिले हुन्छ निर्वाचन भयो भने निर्वाचनमा अगाडि जान्छ भनेर अब कार्यकर्ताहरू विश्वस्त हुन सक्ने अवस्था रहन्छ।
हो म नेपाल र भित्रका र नेपाल बाहिर रहनुभएका सम्पूर्ण नेपालीहरूलाई र नेपाली कङ्ग्रेसका शुभचिन्तक शुभेच्छुकहरूलाई के भन्न चाहन्छु भने नेपाली कङ्ग्रेस एक डिक्का थियो, एक डिक्का छ र एक डिक्कै भएर एकजुट भएर एकताबद्ध भएरै नेपाली कङ्ग्रेस महाधिवेशनमा पनि जान्छ र नेपाली कङ्ग्रेस निर्वाचनमा पनि जान्छ र निर्वाचनमा एकताबद्ध भएर पार्टी जान्छ र जानु पनि पर्छ र यसमा कसैले पनि कन्फ्युजन नराख्नु होला। केही मानिसहरूले आफ्नो व्यक्तिगत स्वार्थको लागि, आफ्नो अपरिमित महत्त्वाकांक्षाको लागि, आफ्नो अकर्मण्यताको लागि, आफ्नो किङ कर्तव्य विमूढताको लागि चाहिँ हल्ला चलाएका छन् हैन। तर पार्टी एकताबद्ध थियो, एकताबद्ध छ, एकताबद्ध रहिरहन्छ र आदरणीय सभापति श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा पार्टी एकताबद्ध भएर र आदरणीय कार्यवाहक सभापति श्री पूर्णबहादुर खड्काज्यूको नेतृत्वमा पार्टी एक ढिक्का भएर निर्वाचनमा जान्छ। अब जस्तो महाधिवेशनकै कुरा गरौँ कल्याणजी, अब महाधिवेशन हुने भएको छ। अब अहिले वर्तमान सभापति शेरबहादुर देउवाले नउठ्ने कुरा भनि नै सक्नु भएको छ, उहाँ उठ्नुहुन्न। अब महाधिवेशन नै हुने भइसकेपछि अब कसरी हुन्छ यो? अब सम्भावित आँकडा के हो? जस्तो आजबाट सुरु भइसकेको छ होला, आगामी नेपाली काङ्ग्रेसको सभापतिको उम्मेदवारहरू को कसरी अगाडि बढ्छन्? तपाईँ आफू पनि योभन्दा अघिल्लो महाधिवेशनमा सभापतिको प्रत्याशी रहनु भएको थियो, तपाईँको आफ्नो रोल के रहन्छ र अब प्रत्याशी सम्भावित सभापतिका उम्मेदवारहरू के कसरी अगाडि बढ्ने सम्भावना देख्नुहुन्छ यहाँले? मलाई के लाग्छ भने अब सबै सभापतिका जो आकाङ्क्षीहरू हुन्छ, उम्मेदवारहरू हुनुहुन्छ, उहाँहरूले आफ्नो आफ्नो तर्फबाट अब आफ्नो टिम बनाउने कोसिस गर्नुहुन्छ होइन, साथीहरूको समर्थन जुटाउने कोसिस गर्नुहुन्छ र त्यसमा लाग्नुहुन्छ। र म नेपाली कङ्ग्रेसको 14औं महाधिवेशनमा केन्द्रीय सभापति पदको उम्मेदवार थिएँ, चुनाव लडेँ र म अस्ति मैले केन्द्रीय कार्य समितिको बैठकमा पनि भनेको छु र तपाईँको मिडिया मार्फत पनि भन्न चाहन्छु, म नेपाली कङ्ग्रेसको 15औं महाधिवेशनमा पुनः केन्द्रीय कार्य समितिको सभापति पदमा उम्मेदवारी दिन्छु र चुनाव लड्छु। तपाईँको उम्मेदवारी यसपटक रहन्छ। अब तपाईँ सँगसँगै अरू सम्भावित उम्मेदवारको नाम लिन सक्ने सम्भावना छ तपाईँले? अन्य उम्मेदवारहरूले अब आफूले उहाँहरूले घोषणा गर्नुहोला होइन। अहिलेसम्म उहाँहरूले औपचारिक रूपले घोषणा गरिसकेको हुनुहुन्न, त्यसैले उहाँहरूले औपचारिक रूपले घोषणा नगरिकन यो सभापति पद भन्ने उम्मेदवार मैले घोषणा गरिदिनु राम्रो हुँदैन। त्यसैले मलाई लाग्छ उहाँहरू आफैले मिडियामा घोषणा गरेपछि तपाईँहरूलाई पनि थाहा हुन्छ, संसारभरिका साथीहरूलाई थाहा हुन्छ। तर म आफ्नो बारेमा चाहिँ म ढुक्कसँग भन्छु र तपाईँले पनि ढुक्कसँग प्रसारण गर्दा हुन्छ कि म कल्याण कुमार गुरुङ नेपाली कङ्ग्रेसको 15औं महाधिवेशनमा केन्द्रीय सभापति पदमा चुनाव लड्छु, उम्मेदवार हुन्छु। यो कुरा चाहिँ तपाईँहरू ढुक्काउनुहोस्। कल्याणजी, तपाईँलाई सुरुमै शुभकामना पनि व्यक्त गर्न चाहे कि तपाईँको उम्मेदवारीको लागि। मलाई लाग्छ योभन्दा अघिल्लो पटक पनि तपाईँ सभापति पदको प्रत्याशी उम्मेदवार घोषणा गर्दा सम्भवतः तपाईँसँग पहिलो अन्तर्वार्ता मैले नै गरेको थिएँ अमेरिकाबाट। आज पनि त्यो अवसर जुरेको छ, यहाँलाई शुभकामना दिन चाहन्छु। र अब तपाईँले उम्मेदवारी सँगसँगै तपाईँ टिम सहित अगाडि आउने तयारीमा हुनुहुन्छ या तपाईँको आफ्नो मात्रै उम्मेदवारी हो सभापतिमा? होइन, म यसपालि टिम सहित चुनाव लड्छु, टिम सहित चुनाव लड्छु, प्यानल बनाएर चुनाव लड्छु। प्यानल बनाएर चुनाव लड्ने कोसिसमा छु र साथीहरूसँग मेरो सम्पर्क सम्बन्ध भइरहेको छ। अब गत वर्षको चुनाव जुन महाधिवेशन 14औं महाधिवेशन र यो 15औं महाधिवेशनको फरक पनि तपाईँले बुझ्नु भएको छ। तपाईँले आफ्नो स्थिति कस्तो आकलन गर्नु भएको छ आजसम्मको परिस्थितिलाई हेर्दाखेरि? अब यस्तो सबैजना प्रतिस्पर्धामा जान्छौँ हामी होइन। प्रतिस्पर्धामा गइसकेपछि भोलि माहौल के हुन्छ, महाधिवेशन प्रतिनिधिहरूले कसलाई रुचाउनुहुन्छ त्यसमा चाहिँ देखिन्छ। र त्यसका साथसाथै पार्टीका नेताहरूले कसलाई समर्थन गर्नुहुन्छ बढी मात्रामा होइन, पार्टीका नेताहरूको पनि महत्त्वपूर्ण भूमिका हुन्छ र उहाँहरूले कसलाई समर्थन गर्नुहुन्छ र महाधिवेशन प्रतिनिधिले कसलाई रुचाउनुहुन्छ, त्यो दुवैले महत्त्व राख्छ। र मेरो प्रयास पार्टीका नेताहरूको समर्थन लिने पनि प्रयास रहन्छ र देशभरिका र विदेश स्थित जनसम्पर्क समितिबाट आउनुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूको पनि समर्थन, साथ र सहयोगको अपेक्षा गर्दै उहाँहरूको समर्थन, साथ र सहयोग लिने प्रयास पनि मबाट हुन्छ। अब त्यसो हो भने जस्तो योभन्दा अगाडि चाहिँ सभापति तपाईँ प्रत्याशी रहनु भएको वर्तमान सभापति शेरबहादुर देउवा अब पुनः चुनाव लड्नुहुन्न भनेपछि उहाँको सद्भाव, शुभकामना अथवा उहाँकै प्यानलबाट चुनाव तपाईँ अध्यक्ष बन्ने सम्भावना कतिको छ?
उहाँको समर्थन पाउन सक्ने सम्भावना कतिको छ तपाईँलाई? अब आदरणीय सभापति श्री शेरबहादुर देउवाज्यूको समर्थन लिने प्रयास मेरो रहन्छ, उहाँको आशीर्वाद लिने प्रयास मेरो तर्फबाट रहन्छ। अन्य आकाङ्क्षीहरू पनि हुनुहुन्छ हैन, अब उहाँहरूले पनि प्रयास गर्नु होला। अब आदरणीय सभापति श्री शेरबहादुर देउवाज्यूले कसलाई समर्थन गर्नुहुन्छ, कसलाई आशीर्वाद दिनुहुन्छ त्यो त उहाँको कुरा भयो। तर मेरो व्यक्तिगत रूपबाट उहाँको आशीर्वाद लिने, उहाँको समर्थन लिने, उहाँको साथ र सहयोग लिने मेरो प्रयत्न अन्तिम समयसम्म रहन्छ र म उहाँको साथ सहयोग र आशीर्वादको अपेक्षा पनि गर्छु। अब यो महाधिवेशनबाट तपाईँ त सभापतिको प्रत्याशी रहनुभयो, अन्य अन्य पदहरूमा केन्द्रीय सदस्य लगायत अन्य अन्य पोजिसनहरूमा देशभरिबाट कस्तो किसिमको, जस्तो अहिले भर्खरै मात्र जेनजी आन्दोलन पनि सम्पन्न भएको छ, त्यो आन्दोलनका कारणले अहिले नेपाली काङ्ग्रेसको यो महाधिवेशन पनि अगाडि हुँदैछ। भनेपछि यो बिचमा हुन लागेको नेपाली काङ्ग्रेसको महाधिवेशनबाट कस्तो नेतृत्व अगाडि आउला भन्ने तपाईँको अपेक्षा छ? अब हामी मध्येबाटै कोही आउला। मलाई लाग्छ अब पहिले 14औं महाधिवेशनमा या 13औं महाधिवेशनमा जो प्रतिस्पर्धी थियौँ, 13औं महाधिवेशनका सभापतिका प्रतिस्पर्धीहरू, 14औं महाधिवेशनका सभापतिका प्रतिस्पर्धीहरू र अब नयाँ केही एक दुईजना साथीहरू अगाडि आउनु होला। यिनै साथीहरूको बिचमा, अग्रजहरूको बिचमा नै केन्द्रीय सभापति पदमा प्रतिस्पर्धा हुन्छ र पार्टीकै साथीहरूको बिचमा प्रतिस्पर्धा हुनुभएकोले कुनै नौलो कुरा चाहिँ हुँदैन, किनभने हामी सँगै लामो समयदेखि काम गर्दै आइरहेका छौँ, एकअर्कालाई बुझ्दै आइरहेका छौँ र हामी सबैले नेपालको बारेमा, नेपालीको बारेमा र नेपाली कोषको बारेमा आफूले सकेको योगदान दिएका छौँ र राम्रो गर्ने कोसिस गरिरहेका छौँ। हामी सबैसँग एउटा सपना छ, सुन्दर नेपालको परिकल्पना छ, सङ्गठित र सुदृढ नेपाली कोषको एउटा परिकल्पना छ। त्यो परिकल्पनालाई साकार पार्न हामी आफ्नो तर्फबाट योगदान दिन्छौँ र महाधिवेशनमा हामी आन्तरिक प्रतिस्पर्धा पनि गर्छौँ। अब योभन्दा अघिल्ला महाधिवेशनहरूको चुनावको आम निर्वाचनको इतिहासलाई समीक्षा गर्ने हो भने नेपाली काङ्ग्रेस आफ्नै प्रतिस्पर्धा, आफ्नै साथीहरूको बिचको अन्तर्घातका कारणले धेरै सिटहरू नेपाली काङ्ग्रेसले निर्वाचनमा गुमाएको इतिहास धेरैले भोगेका छन्, महसुस गरेका छन् भने अहिले लगत्तै तपाईँहरू महाधिवेशन गर्दै हुनुहुन्छ। महाधिवेशनमा जित्ने र हार्ने पक्कै पनि हुन्छ, अनि त्यो जित्ने र हार्ने मतान्तरका कारण लगत्तै आम निर्वाचनमा जाँदाखेरि सोचेको जस्तो अपेक्षा नतिजा आउन सक्ने सम्भावना नहुन पनि सक्छ। यो विषयमा नेपाली काङ्ग्रेस तपाईँ लगायतले मूल्याङ्कन गर्नुभएको छ, समीक्षा गर्नुभएको छ? अनि यो गम्भीर कुरा हो, वास्तवमा यो यथार्थ पनि हो। तपाईँले उठाउनु भएको कुरो अत्यन्त गम्भीर विषय हो र यथार्थ पनि हो। हामीले यो कुराहरू उठायौँ कि निर्वाचन अघि महाधिवेशन गर्दाखेरि तपाईँले भन्नुभएको जस्तै यी केही नकारात्मक प्रभावहरू हुन सक्छन्, त्यसले पार्टीलाई घाटा हुन्छ। तर केही साथीहरूले यो कुरालाई त्यति धेरै महत्त्व दिनु भएन। अब हामीलाई सर्वसम्मति निर्णय गर्ने थियो, पार्टीलाई एकताबद्ध राख्नु थियो र त्यसमा नेपाली काङ्ग्रेसका आदरणीय सभापति श्री शेरबहादुर देउवाज्यू र आदरणीय कार्यवाहक सभापति श्री पूर्णबहादुर खड्काज्यूको अथक मेहनत र प्रयास थियो र एकताबद्ध ढङ्गले सर्वसम्मत रूपबाट हामीलाई निर्णय गर्नु थियो र हामीले निर्वाचन अघि पुसमा 26, 27 र 28 गते नेपाली काङ्ग्रेसको 15औं महाधिवेशनको निर्णय गरेका छौँ र यो निर्णय सँगसँगै विशेष महाधिवेशनको जुन प्रस्ताव छ या उहाँहरूको एउटा धारणा छ, त्यो धारणाको सान्दर्भिकता र औचित्य पनि समाप्त भइसकेको छ र मलाई लाग्छ अब धेरै असर नहोला, तर केही न केही असर चाहिँ तपाईँले भन्नुभएको जस्तै निर्वाचन अघि महाधिवेशन गर्दा त्यो महाधिवेशनमा हुने जुन गुटगत प्रतिस्पर्धा छ त्यसको प्रभाव चाहिँ निर्वाचनमा चाहिँ पर्न सक्ने सम्भावना चाहिँ तपाईँले भने जस्तै देखिन सक्छ। अब निर्णय त गरिसक्या हुनाले अब त्यो जुन सम्भावना देखिन्छ त्यो सम्भावनालाई न्यूनतम हानि पुग्ने गरी एउटा साझा समझदारी बनाएर अगाडि बढ्नका निम्ति केन्द्रीयताका नेताहरू तयार हुनुभएको आभास छ तपाईँलाई? त्यस्तो सम्भावना देख्नुहुन्छ? त्यस्तो साझा सहमतिको प्रयास भएको जस्तो मलाई त लाग्दैन होइन, किनभने प्रतिस्पर्धामा जाँदा हामी प्रतिस्पर्धी हौँ तर एकअर्काका शत्रु होइन, एकअर्काका विरोधी चाहिँ होइन, एकअर्काका सहयात्री नै हौँ हामी, किनभने प्रतिस्पर्धी पनि सहयात्री नै हुन्छ र एकअर्काका शुभचिन्तक पनि हौँ हामी।
त्यसैले मलाई के लाग्छ भने सबै साथीहरूले जुन वडा तहदेखि केन्द्रीय तहसम्म हुने प्रतिस्पर्धा छ, हरेक प्रतिस्पर्धीहरूलाई आफ्नो शुभचिन्तकको रूपमा, हरेक प्रतिस्पर्धीलाई आफ्नो सहयात्रीको रूपमा बुझेर अगाडि बढ्नुपर्छ। किन प्रतिस्पर्धी भनेको विरोधी होइन, प्रतिस्पर्धी भनेको शत्रु होइन, सहयात्री हो, शुभचिन्तक हो। र प्रतिस्पर्धामा हार हुनसक्छ, जित हुनसक्छ। जित्नेले हार्नेलाई पनि समेटेर हिँड्नुपर्छ, हार्नेले जित्नेलाई पनि सहयोग गरेर जानुपर्छ। र पार्टी निर्वाचनमा जो उम्मेदवार गुट चिन्ह लिएर जानुहुन्छ उहाँलाई चाहिँ हामीले सहयोग गर्नुपर्छ, समर्थन गर्नुपर्छ, सक्रिय रूपले उहाँलाई जिताउनतिर लाग्नुपर्छ। अब जस्तो भर्खरै सम्पन्न भएको जुन जेनजी आन्दोलन छ त्यसलाई समेत मध्यनजर गरेर यो महाधिवेशन अगाडि हुँदैछ नेपाली काङ्ग्रेसको नियमित महाधिवेशन भने अब युवा पुस्ताहरू नेतृत्वमा आउने सम्भावना कसरी छ, यसलाई कसरी चाहिँ प्रत्याभूति गर्नका लागि अहिलेको आजको बैठकले त्यो निर्णय गरेको छ कल्याणजी? होइन, यस्तो छ, यसमा के हुन्छ भने युवालाई आकर्षित गर्ने भन्दा पनि युवाहरू चाहिँ नेपाली काङ्ग्रेसप्रति कसरी आकर्षित बन्नुहुन्छ त्यतातिर हामीले अत्यन्तै गम्भीर भएर सोच्नुपर्ने परिस्थिति हो। मलाई चाहिँ पहिलेदेखि मैले यो सुपर डेलिगेट्सको कन्सेप्ट नेपाली काङ्ग्रेसको विधानमा राख्नुपर्छ भनेर उठाइरहेको छु। नेपाली काङ्ग्रेसको विगतको महाधिवेशनको ट्रेन्डलाई हामीले हेर्ने हो भने त्यो ट्रेन्ड कस्तो देखिन्छ भने लगभग 85% महाधिवेशन प्रतिनिधिहरू पुरानै रिपिट गर्नुहुन्छ। बाँकी 15% जुन हो त्यो बाँकी 15% महाधिवेशन प्रतिनिधिमा पनि 40% महाधिवेशन प्रतिनिधि मात्रै, अझ त्योभन्दा तल अझ भनौँ 40 इयर्स भन्दा मुनिको हुनुहुन्छ। 60% महाधिवेशन प्रतिनिधि त फेरि 40 इयर्स भन्दा माथिकै आउनुहुन्छ। त्यसैले मलाई लाग्दैन एकदमै धेरै युवा साथीहरू महाधिवेशन प्रतिनिधि भएर आउनु होला, एकदमै धेरै युवा साथीहरूको चाहिँ महत्त्व होला। अर्को कुरा, युवा पुस्ता बिचमा नै मेलमिलाप छैन होइन, आफूलाई मात्रै युवा ठान्ने, अरू युवालाई युवा नठान्ने प्रवृत्तिहरू धेरै छ। किन योभन्दा अगाडि 14औं महाधिवेशनमा म प्रतिस्पर्धा गरेका थिएँ र प्रतिस्पर्धीहरूमध्ये उमेरको नाताले युवा म थिएँ। त्यसैले तर पनि युवा साथीहरूले मलाई सहयोग गर्नु भएन। अहिले पनि आफूलाई मात्रै युवा भन्ने, अरूलाई युवा नठान्ने प्रवृत्ति चाहिँ ज्यादा छ र मानिसहरू गुटमा धेरै विश्वास गर्नुहुन्छ। र म तपाईँको मिडिया मार्फत सम्पूर्ण विश्वभरि रहनुभएका जनसम्पर्क समितिका साथीहरूलाई पनि भन्न चाहन्छु, त्यति बेला पनि मैले जनसम्पर्क समितिका साथीहरूलाई भनेको थिएँ कि अरू त ल यहाँ वडामा चुनाव लड्नु पर्ला होइन, स्थानीय तहमा चुनाव लड्नु पर्ला, प्रदेशमा चुनाव लड्नु पर्ला, सङ्घमा चुनाव लड्नु पर्ला, राष्ट्रिय सभामा चुनाव लड्नु पर्ला, कम्तीमा जनसम्पर्क साथीहरूले त चुनाव त लड्नु पर्दैन, यहाँ आएर लड्नुहुन्न। उहाँहरूले कम्तीमा निष्पक्ष मतदान गरिदिने र वास्तवमा तपाईँ हामीले जुन उठाइरहेका थियौँ मुद्दा, युवाहरू आउनुपर्छ, पुस्तान्तरण हुनुपर्छ भन्ने मुद्दा, त्यो मुद्दालाई त कम्तीमा तपाईँले सम्बोधन गरिदिनुहोस्। तपाईँले सम्बोधन गरिदिँदा त देशभित्रका साथीहरूले पनि चाहिँ त्यसलाई बल पुर्याउनलाई मद्दत पुग्छ भन्दा त्यति बेला पनि साथीहरू अत्यन्त गुटको निर्णयमा चाहिँ विभाजित हुनुभयो। मलाई लाग्छ अहिले पनि त्यही प्रक्रिया रहन्छ। जुन गुटहरू हुन्छन्, जुन समूहहरू निर्माण हुन्छन्, त्यो समूहहरूकै आधारमा चाहिँ मतहरू, पार्टीको महाधिवेशन प्रतिनिधिहरूको मत जान्छ, मत हुन्छ। मतदान त्यही प्रक्रियाबाट होला। कुनै एकदमै ज्यादा आदर्शको कुरो, एकदमै कुनै विचारको कुरोले या कुनै चाहिँ उमेरको कारणले कसैले निर्वाचन जित्ने या निर्वाचन हार्ने हुन्छ जस्तो मलाई लाग्दैन। अब तपाईँले भने जस्तो नेपाली काङ्ग्रेसको जनसम्पर्क समितिहरूको प्रतिनिधित्व जुन चाहिँ गर्नुपर्ने अवस्था छ, यो चाहिँ के सबै जनसम्पर्क समितिहरूको पनि पुनः अब निर्वाचन हुने हो अथवा कसरी प्रतिनिधित्वको सहभागिता रहन्छ यो महाधिवेशन? हो, सबै जनसम्पर्क समितिहरूको निर्वाचन हुन्छ जसको म्याद पुगिसकेको छ। कसैले म्याद चाहिँ बाँकी छ भने उहाँहरूको निर्वाचन हुँदैन, उहाँहरूले भाग लिन पाउनुहुन्छ। र जो क्रियाशील सदस्य हुनुहुन्छ, नेपाली काङ्ग्रेसको क्रियाशील सदस्य नभएर जनसम्पर्कको सदस्य भएको व्यक्ति पनि जनसम्पर्कमा रहन पाउनुहुन्छ होइन। तर नेपाली काङ्ग्रेसको क्रियाशील सदस्य भएको व्यक्ति मात्रै जनसम्पर्कबाट सङ्ख्याको आधारमा महाधिवेशन प्रतिनिधि भएर आउनुहुन्छ। र जो क्रियाशील सदस्य हुनुहुन्छ जनसम्पर्क समितिका साथीहरू, उहाँ महाधिवेशन प्रतिनिधि भएर आउनुहुन्छ र यहाँ मतदान प्रक्रियामा उहाँहरू सहभागी बन्नुहुन्छ। र मेरो पुनः जनसम्पर्क समितिका साथीहरूलाई के हो भने, पुनः अनुरोध के हो भने, यसपटक कम्तीमा 15औं महाधिवेशनमा तपाईँहरूले विवेक पुर्याउनु पर्ने हुन्छ कि हामी पपुलिजमको आधारले अगाडि बढ्नु भएन। पपुलिजमले
लङ टर्मलाई कसैलाई पनि लङ टर्ममा कसैलाई पनि पपुलर बनाउँदैन र पपुलिजमले पार्टीलाई पनि राम्रो गर्दैन, देशलाई पनि राम्रो गर्दैन। त्यसैले पपुलिजमको बाटोमा हिँड्नेहरूबाट हामी सबैजना सतर्क हुनुपर्छ र व्यावहारिक रूपले लङ टर्ममा कसले देशको राम्रो गर्न सक्छ, देशलाई राम्रो गर्न सक्छ, कसैले पार्टीलाई एकताबद्ध र सुदृढ गर्न सक्छ, त्यसको आधारमा चाहिँ तपाईँहरूले मतदान गरिदिनु होला। पपुलिजमको आधारले सोसियल मिडियामा आएको प्रचारको आधारमा तपाईँहरूले मतदान चाहिँ नगर्नु। अब यो महाधिवेशन त पक्कै पनि सुरु भएको छ। अब पुस मसान्तभित्रमा महाधिवेशन सम्पन्न होला त्यो हामी आशा पनि गर्छौँ। अब पुस मसान्तभित्र कहीँ कतै जस्तो महाधिवेशन सम्पन्न हुन नसक्ने सम्भावना कहीँ कतै देख्नुहुन्छ कल्याणजी? अनि यसमा चाहिँ सबैजना लाग्नुपर्छ। हेर्नुहोस्, सबैजना लागेर पुस 26, 27, 28 गते जुन नेपाली कङ्ग्रेसको 15औं महाधिवेशन तोकिएको छ, यसलाई पुरा गर्नु, यसलाई सम्पन्न गर्नु हामी सबैको दायित्व हो। नेपाली कङ्ग्रेसको केन्द्रीय समितिका पदाधिकारी सदस्यहरूदेखि लिएर वडाका साथीहरूदेखि लिएर नेपाली कङ्ग्रेसका हरेक क्रियाशील सदस्यहरूको यो अधिकार, कर्तव्य र दायित्व हो। त्यसैले हामी सबैजना पुस 26, 27 र 28 तोकिएको नेपाली कङ्ग्रेसको 15औं महाधिवेशनलाई भव्यतापूर्वक सफल पार्न लाग्नुपर्छ। र कसैले पनि यदि विशेष महाधिवेशनको चर्चा यो बिचमा गर्नुहुन्छ भने त्यो विशेष महाधिवेशनको चर्चा उठाउनेहरू चाहिँ पुरा लोकप्रिय गर्ने तर भित्रभित्रै चाहिँ यो पुसको महाधिवेशन चाहिँ भाड्ने षड्यन्त्र गर्ने, षड्यन्त्रमा लाग्नु भएको आवाज चाहिँ आम नेपाली मानिसहरूले, आम नेपाली कङ्ग्रेसका शुभेच्छुकहरूले गरिरहनु भएको छ। त्यसैले अब विशेष महाधिवेशनको राजनीतिक र वैधानिक सान्दर्भिकता र औचित्य समाप्त भइसकेको छ। नियमित महाधिवेशन विधानको धारा 17 को उपधारा 1 अनुसारको 15औं महाधिवेशन तोकिएको छ र 15औं महाधिवेशनलाई नै केन्द्रबिन्दुमा राखेर पुस 26, 27 र 28 गते हुने 15औं महाधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्न हामी सबै एकताबद्ध भएर लाग्नुपर्छ। र अहिले कसैले पनि यो विशेष महाधिवेशनको शब्द उच्चारण गर्नु भनेको यो नेपाली कङ्ग्रेसको 15औं महाधिवेशन जुन पुसमा हुने महाधिवेशनलाई भाड्ने, षड्यन्त्रमूलक ढङ्गले यसलाई चाहिँ बिगार्ने, चाहिँ बाहिर चाहिँ मिठो मिठो कुरा गर्ने तर भित्रभित्रै यसलाई भाड्ने षड्यन्त्र गर्ने चाहिँ यो षड्यन्त्रको जालो बुन्नेहरूको चाहिँ एउटा अत्यन्तै के भन्ने त्यसलाई गलत मानसिकता हुनसक्छ। त्यसैले अहिले विशेष महाधिवेशनको कसैले पनि चर्चा गर्नु हुँदैन। नियमित महाधिवेशनकै धारा 17 को उपधारा 1 अन्तर्गत हुने 15औं महाधिवेशन जुन पुस 26, 27 र 28 गते छ त्यसलाई नै केन्द्रबिन्दुमा राखेर पुस 26, 27 र 28 गते हुने नेपाली कङ्ग्रेसको 15औं महाधिवेशन भव्यतापूर्वक सफल पार्न हामी सबै लाग्नुपर्छ, एकताबद्ध भएर लाग्नुपर्छ। आशा गरौँ कल्याणजी पुस 26, 27, 28मा तपाईँले भने जस्तै नेपाली काङ्ग्रेसको महाधिवेशन सम्पन्न होस् र तपाईँले जुन उम्मेदवारीको नि घोषणा गर्नुभएको छ तपाईँको उम्मेदवारीप्रति नै हामी चाहिँ शुभेच्छा व्यक्त गर्न चाहन्छौँ। अब महाधिवेशन त सम्पन्न होला तर अब यहाँ लगत्तै आम निर्वाचनको कुरा छ। फागुन 21 जुन सरकारले घोषणा गरेको निर्वाचन छ त्यो निर्वाचन हुने सम्भावना छ कि छैन, के देख्नुहुन्छ तपाईँ एकजना राजनीतिको हिसाबले? 2082 फागुन 21 गते नेपाल सरकारले निर्वाचन तोकेको छ। निर्वाचन हुन अत्यन्त अनिवार्य आवश्यकता छ। बरु 5 चरणमा गरौँ, फागुनबाट सुरु गरेर चैत या वैशाखको पहिलो हप्ता या दोस्रो हप्तासम्म हामीले सम्पन्न गर्ने गरेर पनि गर्दा हुन्छ। 5 चरण हुँदैन, 6 चरणमा गरौँ या 7 चरणमा गरौँ। 7वटा प्रदेश छ, 7 चरणमा गरौँ तर निर्वाचन चाहिँ गरौँ। किनभने अहिलेको निर्वाचन यो सामान्य निर्वाचन होइन, अहिलेको निर्वाचन विशिष्ट परिस्थितिको विशिष्ट निर्वाचन हो। त्यसैले यो निर्वाचनले मात्रै, यो निर्वाचनबाट आउने संसदले मात्रै मुलुकको लोकतान्त्रिक जुन व्यवस्था छ त्यो मूल बाटोबाट अलिकति बाहिर, ट्र्याकभन्दा बाहिर गएको लोकतान्त्रिक पद्धतिलाई मूल बाटोमा ल्याउन सक्छ र नेपालको संविधान पनि जुन मूल बाटोबाट अलिकति बाहिर गएको छ त्यसलाई पनि अहिलेको यदि फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचनले मूल बाटोमा ल्याउन सक्छ र नेपालको संविधानलाई मूल बाटोमा ल्याउनु, नेपालको लोकतान्त्रिक पद्धतिलाई मूल बाटोमा ल्याउनु हामी सबैको कर्तव्य हो। त्यसैले अहिले सबै कुराहरू बिर्सिएर नेपालको इतिहासमा नै अहिले नेपालले
सबैभन्दा बढी एकता खोजेको समय हो। त्यसैले सबैभन्दा बढी एकता खोजेको समयमा हामीले देशलाई एकताबद्ध भएर देखाउनु पर्ने हुन्छ, देशलाई शक्ति दिनुपर्ने स्थिति छ र हामी सबै एकताबद्ध भएर गयौँ भने फागुन 21 गतेको निर्वाचन सम्पन्न हुन्छ र फागुन 21 गते बरु 5 चरण या 7 चरण जति चरण हुन्छ त्यति चरणमा गरौँ, तर यो निर्वाचन सार्ने काम नगरौँ हैन। निर्वाचन कुनै पनि बहानामा सार्ने काम नगरौँ। यदि यो निर्वाचन सारियो भने फेरि हामीले बङ्गलादेशमा अहिले जसरी निर्वाचनको चाहिँ तालिका तोक्नुस्, निर्वाचनको तिथि तोक्नुस् भनेर सडकमा मानिसहरूले आवाज उठाउनु परेको जस्तै हामीले पनि नेपालमा अब निर्वाचनको तिथि तोक्नुस् भनेर फेरि सडकमा आवाज उठाउनु पर्ने स्थिति हुन्छ। अहिले सम्माननीय प्रधानमन्त्रीज्यूले बारम्बार भन्नुभएको छ कि निर्वाचन फागुन 21 गतेको हुन्छ। निर्वाचन आयोगले पनि फागुन 21 गतेको निर्वाचनको तयारी गरिसकेको छ। महामहिम राष्ट्रपतिज्यूले पनि फागुन 21 गतेको निर्वाचनमा लाग्नलाई सम्पूर्ण दलहरूलाई र देशवासीलाई आह्वान गरिसक्नु भएको छ। त्यसैले नेपालभित्र रहेका हामी सबै सम्पूर्ण नेपालीहरू र नेपाल बाहिर रहनुभएका सम्पूर्ण नेपालीहरूले 2082 फागुन 21 गते हुने निर्वाचनलाई सफल पार्न आफ्नो आफ्नो तवरबाट हामीले अत्यन्त संयमता, धैर्य र उत्साहका साथ सबैलाई हामीले कन्भिन्स गर्नुपर्छ, सबैलाई हामीले जागरुक गराउनुपर्छ र एकताबद्ध भएर हामीले फागुन 21 गतेको निर्वाचनलाई सम्पन्न गर्नुपर्छ। अब जस्तो नेकपा एमाले चुनावलाई पनि उपयोग गर्ने सँगसँगै संसद पुनर्स्थापनाको मुद्दालाई अगाडि सारेर सर्वोच्चमा मुद्दा पनि दायर गरिसकेको छ। यो अवस्थामा संसदले गर्ने, सर्वोच्च अदालतले गर्ने निर्णय के होला त्यसमा हामीले अहिले आकलन गर्न पनि सक्दैनौँ। तर भोलि कथन कदाचित संसद पुनर्स्थापना भयो र त्यो मुद्दा अगाडि बढ्यो भने, आम निर्वाचन भएन र संसद पुनर्स्थापना भयो भने नेपाली काङ्ग्रेसको धारणा के रहन्छ त्यो मुद्दामा र अहिलेको यो केन्द्रीय कार्य समितिमा यो विषयमा केही छलफल भयो कि भएन? यसमा हामीले केन्द्रीय कार्य समितिको बैठकले फागुन 21 गतेको निर्वाचनमा सक्रिय सहभागी हुने भनेर हामीले निर्णय गरिसकेका छौँ। अब जहाँसम्म संसद पुनर्वालीको कुरो छ, संसद पुनर्वाली सर्वोच्च अदालतको अधीनस्थको कुरो हो हैन। सम्मानित सर्वोच्च अदालतले जे निर्णय गर्नुहुन्छ हामी त्यसलाई स्वीकार गर्छौँ। सम्मानित सर्वोच्च अदालतले संसद पुनर्वालीको सम्बन्धमा जे निर्णय सम्मानित सर्वोच्च अदालतबाट आउँछ त्यो निर्णय नेपाली काङ्ग्रेसले स्वीकार गर्छ। तर नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य समितिको बैठकले फागुन 21 गतेको निर्वाचनमा सहभागी हुने, सक्रिय सहभागी हुने निर्णय गरिसकेको छ। दल दर्ता गराइसकेको छ र दलको दर्ता मात्र गराएको छैन, नेपाली काङ्ग्रेसबाट आदरणीय सभापति श्री शेरबहादुर देउवाज्यूकै हस्ताक्षरमा उम्मेदवारको मनोनयन दर्ता हुने भनेर उहाँको हस्ताक्षर पनि बुझाइसकेको परिस्थिति छ। त्यसैले नेपाली काङ्ग्रेस फागुन 21 गतेको निर्वाचनमा सम्पूर्ण रूपले आफूलाई तयार गर्दै फागुन 21 गते निर्वाचन सम्पन्न गर्न र त्यसमा सहभागी हुन तन, मन र वचनले प्रतिबद्ध छ। एकदमै आभार व्यक्त गर्छु कल्याणजी। अब यो नेपाली काङ्ग्रेसको पुस 28 भित्र हुन गएको महाधिवेशनका लागि तपाईँ आफै पनि सभापतिमा पुनः प्रतिस्पर्धा गर्ने जुन कुरा घोषणा गर्नुभएको छ, तपाईँको उम्मेदवारी र काङ्ग्रेसको महाधिवेशनको लागि म कार्यक्रमको तर्फबाट हार्दिक आभार पनि व्यक्त गर्छु, शुभेच्छा व्यक्त गर्छु। र आज तपाईँले अति व्यस्त समयमा पनि आफ्नो कुरा राखिदिनु भयो, आफ्नो कुराहरू राखिदिनु भएको छ, महाधिवेशनको बारेमा भनिदिनु भएको छ। यसका लागि तपाईँको विचार र समयका लागि कार्यक्रमतर्फ हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु। धन्यवाद विनयजी, तपाईँसँग धेरै पछि कुरा भयो। तपाईँ जस्तो शालीन बौद्धिक व्यक्तित्वले सञ्चालन गर्नुभएको यो तपाईँको कार्यक्रम छ, यो लामो समय जान सकोस्, यसको सफलता र निरन्तरताको मेरो तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। एकदमै आभार व्यक्त गरेँ कल्याणजी। तपाईँलाई व्यक्तिगत रूपमा तपाईँको उम्मेदवारीको शुभेच्छाका साथ सबैको तपाईँलाई साथ रहोस् शुभेच्छा व्यक्त गर्न चाहेँ। आदरणीय दर्शक श्रोता महानुभावहरू, हामी कार्यक्रमबाट छुट्टिने बेला भएको छ। आज यहाँले हामीलाई eNepliz.com, खरमाला.com र cyberheadline.com मा संसारभरिबाट हामीलाई प्रत्यक्ष रूपमा हेर्नुभयो भने 89.8 मेगाहर्जको रेडियो साइनमा हामीलाई सुन्नुभयो, अभियान टेलिभिजनमा हेर्नुभयो, युट्युब च्यानलमा हामीलाई सुन्नुभयो, हेर्नुभयो। हामीलाई हेर्ने सम्पूर्ण दर्शक र हामीलाई सुन्ने श्रोताहरूलाई आजका मेरा अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य, सम्भावित नेपाली काङ्ग्रेसका आगामी महाधिवेशनका सभापतिका प्रत्याशी
कल्याण कुमार गुरुङ र म विनय अर्यालको तर्फबाट यहाँहरू सबैजनालाई हार्दिक आभार व्यक्त गर्छु। अर्को साता अर्को अतिथि र विषयवस्तुमा उपस्थित हुने नै छु। तबसम्मका लागि आजका लागि हामी दुवैजनालाई आज्ञा दिनुहोस्। धन्यवाद। नमस्कार। नमस्कार।